यस भिडियोमा मोबाइल ब्याङ्किङ एप्लिकेसनमा सेक्युरिटी क्वेसन कसरी सेटअप गर्ने भनेर बताउने छु। त्योभन्दा अगाडि सेक्युरिटी क्वेसन सेटअप गर्न किन जरुरी छ त्यो बुझ्नु होला। यदि तपाईले आफ्नो मोबाइल ब्याङ्किङ एप्लिकेसनको लगइन पासवर्ड बिर्सिनु भयो भनेदेखि पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ। पासवर्ड रिसेट गर्न खोज्दाखेरि यहाँनिर यस्तो खालको एरर सो भएको छ जसमा भनिएको छ सिन्स यु हैव नट सेट अप योर सेक्युरिटी क्वेशन्स यु विल नीड टु भिजिट नियरेस्ट ब्रान्च इन अर्डर टु रिकभर योर पासवर्ड भनेको छ। अर्थात् तपाईले आफ्नो सेक्युरिटी क्वेसन सेटअप गर्नु भएको छैन, त्यसैले पासवर्ड रिकभर गर्नको लागि बैंक नै भिजिट गर्नुपर्ने हुन्छ भनेको छ। यदि तपाईले सेक्युरिटी क्वेसन सेटअप गर्नुभएको छ भनेदेखि 2 मिनेटमा नै आफ्नो मोबाइल ब्याङ्किङको पासवर्ड आफैले रिसेट गर्न सक्नुहुन्छ। तर सबै बैंकको मोबाइल ब्याङ्किङ एप्लिकेसनहरुमा पासवर्ड रिसेट गर्ने अप्सन पाउनुहुन्न। एक्जाम्पलको लागि जस्तो कि एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, यी बैंकहरुको मोबाइल ब्याङ्किङ एप्लिकेसनमा सेक्युरिटी क्वेसन सेटअप गर्ने अप्सन पाउनुहुन्छ। अब सेक्युरिटी क्वेसन सेटअप गर्नको लागि आफ्नो मोबाइल ब्याङ्किङ एप्लिकेसनलाई ओपन गर्नु होला। मैले चाहिँ नि लक्ष्मी सनराइज बैंकको मोबाइल ब्याङ्किङ एप्लिकेसनमा आफ्नो सेक्युरिटी क्वेसन सेटअप गरेर देखाउने छु। त्यसैले मैले चाहिँ नि लक्ष्मी सनराइज बैंकको मोबाइल ब्याङ्किङ एप्लिकेसन नै ओपन गरेको छु। आफ्नो मोबाइल नम्बर र लगइन पासवर्ड टाइप गरिसकेपछि तलपट्टि लगइनमा टच गरिदिनु होला। यति गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ सेट सेक्युरिटी क्वेसन भनेको छ। यु हैव नट सेट सेक्युरिटी क्वेसन टु रिकभर योर पासवर्ड व्हेन यु फरगेट इट, डु यु वान्ट टु सेट इट नाउ भनेको छ। तपाईले यसमा यस गरेर यहीँबाट सेक्युरिटी क्वेसन र एन्सर सेटअप गर्न सक्नुहुन्छ। वा तपाईले यहाँ लेटरमा टच गरिदिनुस्। त्यसपछि यहाँनिर माथिपट्टि आफ्नो प्रोफाइलको आइकनमा टच गर्नु होला। त्यसपछि अलिकति तलपट्टि जानुभयो भनेदेखि यहाँनिर हेर्न सक्नुहुन्छ सेक्युरिटी क्वेसन भन्ने अप्सन छ, यसमा टच गर्नु होला। अब यहाँ चाहिँ यु हैव नट सेट एनी सेक्युरिटी क्वेसन्स भनेको छ। मैले कुनै सेक्युरिटी क्वेसन एन्सर सेट गरेको छैन, त्यही भएर यस्तो सो गरेको छ। यदि तपाईले सेक्युरिटी क्वेसन र एन्सर सेटअप गर्नु भएको छ भनेदेखि यहाँनिर तपाईको सेक्युरिटी क्वेसनहरु सो हुनेछ। मैले सेक्युरिटी क्वेसन सेटअप गरेको छैन, त्यसैले अब सेक्युरिटी क्वेसन सेटअप गर्नको लागि यहाँ तलपट्टि सेट सेक्युरिटी क्वेसन्समा टच गरिदिनु होला। यति गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ 3 वटा सेक्सन छ क्वेसन र एन्सरको। तपाईले 3 वटा क्वेसन सेट गर्न सक्नुहुन्छ र प्रत्येक क्वेसनको एन्सर दिनुपर्ने हुन्छ। यहाँबाट एउटा क्वेसन सिलेक्ट गर्नु होला, त्यसपछि यहाँबाट दोस्रो क्वेसन सिलेक्ट गर्नु होला, त्यस्तै गरी यहाँबाट तेस्रो क्वेसन सिलेक्ट गर्नु होला र प्रत्येक क्वेसनको एन्सर तलपट्टि दिनु होला। मैले चाहिँ पहिलो क्वेसन सिलेक्ट गर्दै छु। अब यहाँ क्वेसन सिलेक्ट गर्नको लागि यहाँनिर टच गर्नु होला। त्यसपछि यहाँबाट आफूलाई सुहाउँदो र आफूलाई त्यसको एन्सर याद हुने खालको क्वेसन सिलेक्ट गर्नु होला। जस्तो मैले चाहिँ नि व्हाट इज योर फेभरेट मुभी यो सिलेक्ट गरेको छु। 1 नम्बरमा व्हाट इज योर फेभरेट मुभी। त्यस्तै गरी दोस्रो क्वेसन सिलेक्ट गर्नको लागि यहाँनिर टच गर्नु होला। दोस्रो क्वेसनमा मैले व्हाट सिटी वर यु बोर्न इन यो क्वेसन सिलेक्ट गरेको छु र त्यस्तै गरी तेस्रो क्वेसन सिलेक्ट गर्नको लागि यहाँनिर टच गर्नु होला। यहाँबाट मैले व्हाट वाज योर चाइल्डहुड निकनेम यो वाला क्वेसन सिलेक्ट गरेको छु। 3 वटा क्वेसन सिलेक्ट गरिसकेपछि प्रत्येकको एन्सर दिनुपर्ने हुन्छ। फर्स्ट क्वेसनको एन्सर दिनको लागि यहाँनिर आफ्नो व्हाट इज योर फेभरेट मुभी भनेको छ, यसको एन्सर के हो, तपाईको फेभरेट मुभी के हो त्यो यहाँ टाइप गर्नु होला। जुन तपाईले पछि यदि मोबाइल ब्याङ्किङको पासवर्ड बिर्सिनु भयो भनेदेखि त्यो पासवर्ड रिसेट गर्ने बेलामा यो क्वेसनहरु सोधिन्छ। आफूले सम्झिन सक्ने खालको, आफूलाई याद हुने खालको एन्सर टाइप गर्नु होला। त्यस्तै गरी यहाँ दोस्रो क्वेसनको एन्सर टाइप गर्नु होला र त्यस्तै गरी यहाँनिर तेस्रो क्वेसनको एन्सर टाइप गर्नु होला। 3 वटै क्वेसनको एन्सर टाइप गरिसकेपछि यहाँ तलपट्टि प्रोसिडमा टच गरिदिनुस्। यहाँ अथेन्टिकेसन भनेको छ आफ्नो मोबाइल ब्याङ्किङको पासवर्ड टाइप गर्नु होला। पासवर्ड टाइप गरिसकेपछि कन्टिन्यूमा टच गरिदिनुस्। यति गरिसकेपछि मेरो सेक्युरिटी क्वेसन र एन्सर सेटअप भइसकेको छ। तलपट्टि यहाँनिर सेक्युरिटी क्वेसनमा जानुभयो भनेदेखि यहाँनिर हेर्न सक्नुहुन्छ दिज आर योर 3 फेभरेट क्वेसन्स दैट यु क्यान युज इट टु रिसेट योर पासवर्ड व्हेनेभर यु फरगट इट भनेको छ। अर्थात् यदि तपाईले कुनै बेला आफ्नो मोबाइल ब्याङ्किङको लगइन पासवर्ड बिर्सिनु भयो भनेदेखि त्यो पासवर्ड रिसेट गर्नको लागि तपाईले यो सेक्युरिटी क्वेसन्सको एन्सरहरु दिनुपर्ने हुन्छ। यदि तपाईले सेक्युरिटी क्वेसनलाई चेन्ज गर्न चाहनुहुन्छ भनेदेखि चेन्ज सेक्युरिटी क्वेसन गरेर तपाईले फेरिबाट आफ्नो सेक्युरिटी क्वेसनलाई चेन्ज पनि गर्न सक्नुहुन्छ। होइन भनेदेखि यहाँबाट ब्याक जानु होला। यही नै थियो लक्ष्मी सनराइज बैंकको मोबाइल ब्याङ्किङ एप्लिकेसनमा सेक्युरिटी क्वेसन सेटअप गर्ने तरिका। यस्तै गरी तपाईले पनि आफ्नो मोबाइल ब्याङ्किङ एप्लिकेसनमा सेक्युरिटी क्वेसन सेटअप गर्न सक्नुहुन्छ। भिडियो मन परेको छ भनेदेखि भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा छिटै नै भेट्ने छु। अहिलेलाई भने बिदा दिनुहोस्। जय नेपाल।